Hi guys, happy new year and welcome to my channel. आज चाहिँ म के भन्छ घुम्न जाँदैछु तर कहाँ जाँदैछु अहिलेसम्म फिक्स भएको छैन। लेट्स सी कहाँ हुन्छ। अनि हाम्रो ग्याङ हुनुहुन्छ उहाँ श्रुति से हाई टु माई च्यानल। अनि दुर्गा आन्टी सीता छु मम्मी। मेरो मम्मी चाहिँ अल्छीलाई उता बसिसक्नु भयो। मेरो भ्लग आउँछ है, मेरो भ्लग सबैजनाले मेरो भ्लगमा सब्सक्राइब गर्नु है युट्युब च्यानलमा। अब चाहिँ हामी फिक्स गर्छौँ कहाँ जाने भनेर। अनि त्यसरी फिक्स गरेर चाहिँ देन वी विल गो। मेरो आँखामा आज मैले मस्कारा लगाएको कि होइन। अनि मस्कारा लगाउँदाखेरि चाहिँ के भयो भन्दाखेरि मैले चाहिँ त्यो मस्कारामा त्यो सकेर तेल हालेको रहेछ क्या त्यो आँखाको सिरम बनाउन। अन्त बिर्सेछु मैले। अन्त तोही लगाइराखेको अनि अहिले पछि त कस्तो आँखा पोलो त्यो के ड्रप आँखामा गए जस्तो लाग्यो। कस्तो आँखा पोलो ला के भयो भनेको नि। एन्ड देन आई रियलाइज मेरो त उयो भयो भनेर त्यो तेल हालेको छु भनेर। अनि आँखा पोलिरहेको हल्का। अनि मेरो मेकअप चाहिँ बिग्रो हल्का। अब के गर्नु, अब यस्तै छ। यो चाहिँ हाम्रो घोपा क्याम्प। यो चाहिँ मेरो आउटफिट हो गाइस। दिस इज माई आउटफिट। क्रेजी। अनि मेकअप मैले आफै गरेको फर्स्ट टाइम मजाले होइन। आई थिङ्क आई डोन्ट लाइक इट बट अब के गर्नु यस्तै छ। मम्मीहरू चाहिँ एकछिन टेम्पोमा जानुभयो होइन। किन भन्दाखेरि अर्को टेम्पो पनि लिनु पऱ्यो नि त। हामी धेरैजना छ अनि हामी चाहिँ हिँड्दै गएको। अब हामी चाहिँ टेम्पोलाई वेट गर्दैछौँ। अनि यो भ्लग चाहिँ आउँछ कि आउँदैन मलाई थाहा छैन तर आउँछ होला। योपालि स्टोरेजले सपोर्ट गर्यो भने आउँछ। योपालि छोटो भ्लग बनाउँछु। अनि के भयो भन्दाखेरि अस्तिको भ्लग चाहिँ के भयो भन्दाखेरि चाहिँ सबै रेडी भइसक्यो थियो। सबै एडिटिङ एन्ड एभ्रिथिङ वाज डन। तर अपलोड चाहिँ किन भएन भन्दाखेरि स्टोरेज प्रब्लमले चाहिँ अपलोड भएन। त्यही भएर मैले रिस उठेर मैले डिलिट हानिदिएँ। अब यो भ्लग चाहिँ हेरौँ, देखा जाएगा क्या होगा। उता त कुछ गुड्डु भाइ जस्तो देख्छु त। गुड भाइ ओइ गुड्डु भाइले मलाई के अरे इग्नोर हान्दै पख यो गुड्डु भाइ कस्तो बदमास रहेछ। यो गुड्डु भाइले इग्नोर हान्दै मलाई। हामी चाहिँ चढ्यौँ भ्यानमा। टेम्पोमा जाँदा नभएर हामी चाहिँ भ्यानमा चढ्यौँ। मम्मीहरू चाहिँ यहाँ पछाडि हुन्छ। से हाई टु माई भ्लग। हाई। मम्मीहरू चाहिँ त्यहाँ हुनुहुन्छ। हेलो मेरो ट्राइपड के लुज भयो क्या हो कस्तो लिचिक हल्थ्यो। ओके बाई, आई विल सो यु। अब भने उता पुगेर भ्लग चाहिँ लामो बनाउँदिनँ म। किन भन्दाखेरि मेरो स्टोरेजले चाहिँ मलाई ओभर ल्याङ गर्छ कि त्यही भएर म जति सक्दो छोटो बनाउँछु। द्याट्स इट, बाई। अहिले लाग्छ होला नि चोर्न। अलिक राम्रो बनाएर यहाँको बाटो पहिला त त्यो हामी उता राजाबासम्म भनी जाँदा त यस्तो झ्याउ लाग्थ्यो कि मलाई त्यो जान। पेट दुखेर मलाई बिहोस हुन्थ्यो। हामी चाहिँ कता पुग्यौँ यो कता नडा आइपुग्यौँ। अनि नडा चाहिँ यस्तो छ। नडा राम्रो छ, खतरा छ, हरियाली छ। हल्का बाटो चाहिँ राम्रो छैन, त्यस्तै हो। हाम्रो ठुलो मम्मीहरूको घर छ कि यता हाम्रो ठुलो घर छ। अनि उहाँ ठुलो मम्मी चाहिँ मेरो फेभरेट ठुलो मम्मी हो होइन। उहाँले चाहिँ मलाई भात खुवाइदिनु हुन्छ नि त। अनि मलाई मनपर्छ। गाइज हामी आउन चाहिँ आयौँ होइन। तर यो ठाउँ होइन क्या खास गरी अर्कै हो। त्यो पो हो कि क्या हो। उयो परको हो कि क्या हो। गाइज जस्तो जे भए पनि आएम ह्याप्पी होइन। अनि मलाई चाहिँ अरूभन्दा नि माछा मार्नु त यति हतार भइसक्यो। म त माछा मार्न कुदिहालेको क्या। मलाई फेरि माछा मार्न चाहिँ एकदम मेरो फेभरेट थिङ हो क्या। म अब माछा मार्न कुदिहाल्छु। छ्या मेरो लुगा हेर्नु अहिले कस्तो पारिदिएको।
भिजाएर हेर्न बाँदरको हातमा नरिवल मारौँ न ओ माई गॉड विनिताको फेभरेट के हो विनिता भएर यहाँ त ओहो खोला यो कोसीको माछा आम्मामा ए चिसो होला भनेको त पानी त ठिकै रहेछ होइन गाइज कोसीमा हल्का रमाइलो इन्जोय योर टाइम विथ द फरेस्ट हैन उडायो कि क्या हो कसम डुब्किया हान्न मलाई हतार भइसक्यो क्या डुब्किया त्यो त मेन कोसी हो त्यहाँ त तँलाई डुबाउँछ त खिचिदिएको हामी चाहिँ समवेयर कोसीमा छौँ यो मम्मीहरूलाई कहाँ आउनु मन लागेको छ यो ठुलो कोसीमा खेल्ने स्विमिङ डुबाएर जानु हो भने हेरौँ के हुन्छ भरेपल्ट त मम्मीहरूलाई डुबाउनु हेरे ल डुबाउनु ल यो यहाँ यस्तोमा हिँड्दैछु कि खाली खुट्टा डेन्जर पोलिरहेछ चाहिँ मैले त बोल्नु पनि मन छैन त्यही भएर बोल्छु यो चाहिँ खोला हो अब हामी यहाँ आइसक्यौँ यो खोला चाहिँ एकदम ठुलो छ यहाँ त बगाउँछ यहाँ त खेल्नु हुँदैन भनेको नि यहाँ कोसी चाहिँ ठुलो हुन्छ नि त कोसीमा त यहाँ डुबाइहाल्छ नि वाट यहाँ सक्नुहुन्छ भने यहाँबाट स्विमिङ हान्दिनु ज्यानको माया छ मलाई हेर्नु पहिला चाहिँ म साथीहरूसँग आउँदाखेरि चाहिँ अर्कै ठाउँ आएको थिएँ क्या कोसी चाहिँ यही कोसी आएको तर अर्कै ठाउँ आएको थिएँ त्यो चाहिँ कति राम्रो थियो क्या फोटो जेन्ने कस्तो राम्रो थियो अब ए मलाई बोलाउनु भएको फोटो खिचिदिनु पर्ने मैले पर्सनल फोटोग्राफर सबै हो वाउ छोड्दैमा आउन आँटेको छोड्दिनु भगवान बचालो मुझे बचालो बलोटे अलिक उठ्छ बनाइरहेको छ स्विमिङ गऱ्यौँ खोलामा पौडी खेल्यौँ लुगा चेन्ज गरेर I wore this के अरे मेरो साथीहरू चाहिँ मेरो घर आएको रहेछ होइन अनि मलाई नभनिकन त्यस्तै हुन्छ म त बाहिर छु है अब लेट्स सी म चाहिँ फर्किसकेँ अनि आई विल मिट देम होइन तिनीहरूलाई चाहिँ मेरो घरको चाबी यहाँ राखेको छ जान त्यहाँ चाबी चाहिँ खोलेर बस भनेको छु अनि पुगेपछि अनि वी विल मिट एन्ड आज मेरो भ्लग अलि लामो हुन्छ कि क्या हो म त छोटो बनाउनु खोजेको त्यही पनि लामो हुन्छ कि क्या हो लेट्स सी डोन्ट फर्गेट टु रिअप्लाई योर सनस्क्रिन पनि खानु न काट्तो भएछ सनस्क्रिन ल अब चाहिँ के अरे खाजा खायौँ हामीले खाजा खाएको चाहिँ मैले भिडियो बनाइनँ किन भन्दाखेरि तपाईँहरूलाई भोक लाग्यो भने कसले रिक्स लिन्छ म त लिँदिनँ होइन अनि चटपट खाना आँटेको चाहिँ मैले क्यान्सल हामी चाहिँ खासै मिठै थिएन क्या त्यही भएर फर्किँदैछौँ होइन वी आर इन्जोइङ म्युजिक बिकज म्युजिक इज थेरापी होइन म्युजिक इज द बेस्ट थेरापी गाइज म चाहिँ आएँ होइन अघि नै कोठा आएर देन म चाहिँ सुतेँ क्या होइन अनि एकदम टायर्ड फिल भएको थियो क्या मलाई अनि म सुतेँ अनि
म त मेरो साथीहरू आएको होला भनेको त यिनीहरूले मलाई धोका दिइरहेको रहेछ। क्वार्टर अगाडि छु भन्छ, चाबी खोलेर बस्न यहीँ छ चाबी भनेको चाहिँ। यस्ता छन् है मेरो साथीहरू, 1 नम्बरका छन्। ठिकै छ, त्यसैकै हो, लाइफ गोज अन होइन, द्याट्स इट। अब आई डोन्ट नो इफ दिस इज द एन्ड अफ माई भ्लग कि होइन, बट थाहा छैन मलाई। अब चाहिँ म फ्रेस हुन्छु होइन, एन्ड देन आई विल ड्रिङ्क अ कप अफ मिल्क टी, अनि आई डोन्ट नो वाट टु डु माई प्लान्ट। गाइस मलाई चाहिँ एकदम क्रेभिङ भएर चाहिँ मार्समेलो अनि मोगु अनि रेड लेस नै लागेको होइन। अनि आई लभ दिस क्या, यो मेरो फेभरेट थिङ हो। मलाई मान्छेले हेट गर्दैछु पनि गरौँ, तर मलाई रेड लेस भन्नुपर्छ ब्लु रेस भन्दा पनि। द्याट्स इट। सो गाइस ब्लग चाहिँ यही एन्ड हुनुभयो होइन। अनि त्यसपछि के भयो भन्दाखेरि मैले चाहिँ चिया खाएँ अनि देन आई गट फ्रेस होइन। अनि त्यही हो, अब यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। अस्ति पनि भ्लग त बनाएको हो, पोस्ट चाहिँ गर्न नपाएको हो। अब लेट्स सी यो भ्लग चाहिँ पोस्ट हुन्छ कि हुँदैन, के भन्छ, सब्सक्राइब टु माई च्यानल। लाज लाग्यो त्यत। ओके गाइज, डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल। आजको लागि यति। भ्लगले साथ दियो भने यो भ्लग पोस्ट हुन्छ। बाई।